हेलो नमस्ते सबैजनालाई फेरि पनि अर्को भिडियोमा स्वागत छ। आज चाहिँ म र यहाँ मेरो भतिज यता गाउँतिर डुल्न गएका हैन, के हुन्छ अब यतातिर हेरौँ। त्यही भएर के हुन्छ आजको दिनमा अब बिस्तारै हेर्दै जाउँला। आज के हुन्छ बिस्तारै देखाउँदै जाउँला, कहाँ कहाँ जान्छ हैन। त्यही भएर होस् हिन्डुल गरिरह, हिन्डुल हो कहाँ जान्छ थाहा छैन दुईजना। यहाँ हामी निस्केको यतातिर जोस् बारीतिर खेततिर जोस् अलिअलि आगो लगाइदिएर रहेछ यतातिर। त्यही भएर हामी के छ र अन्तखेरि यस्तै डुल्ने हो गाउँतिर हैन, पाखा पखेरोतिर। मेरो घर फेरि त्यस्तै पाखा पखेरोतिर छ होइन त बुन्डे? हाम्रो घर कस्तोमा छ रे? पाखो पखेरो। ए राति हिँड्दै आगो लगाउँदै हिँड्ने हामी बाटोमा। होस् आज नि हामी बेलुका आगो लगाउने सोचमा छ त्यहाँ मासतिर। हिजो पनि आगो लगायो किनकि हाम्रो गाउँतिर बाघहरू धेरै आउँदैछ कि राति आगो लगाएर राखिदिने हो। त्यत्रो बाघले यार गोरु सोरु खाइरह अनि त्यही भएर बाघ नआओस् भनेर चाहिँ हामीले आगो लगाउने सोचमा छु। त्यही भएर हेर्छु गाइज, हेर्दै जाउँ अब तलतिर हैन, खोलातिर जाउँ के रहेछ। न खोलामा माछा पाइन्छ कि। अब यहाँ चाहिँ के पाछ भन्दाखेरि हामीले होइन एउटा दाना पाखा। यो दाना चाहिँ के हुन्छ भन्दा खासमा त्यो रङ बनाउँछ कि यसको चाहिँ यस्तो त्यो रातो रङ बनाउँछ होइन यस्तो। त्यही भएर अब नपत्ता है यहाँ होइन, हातमा रङ लगा कि यस्तो रङ हुन्छ है यो चाहिँ, यो त रातो रङ हो। खायो भन्दाखेरि पल्दैन, त्यही भएर रुखै छ कि यहाँ यस्तै रङ कलर हुन्छ कि यो। त्यही भएर लुगामा त लाउनु भन्न। लानु है अब चाहिँ म चाहिँ यता माथितिर पसल आउँदैछु। यता ग्राउन्डमा पानी सानी लगाइरहेको रहेछ केटाहरूले, यता जाँदैछु। त्यही भएर म मासुले यहाँ त के हो मैले स्यालले कुखुरा लग्या हो कि के कुखुरा मारेर गएको रहेछ त यार। के हो कुखुरा त यार बुङ्गुरो कहाँ मरिरहेको रहेछ। कुखुरा चाहिँ यहाँ मारेर रहेछ कि स्यालले, खोइ स्यालले हो कि केले हो कुखुरा मारेर रहेछ कि पुरै आन्द्रा सान्द्रा निस्किरहेको रहेछ। के हो हाम्रो गाउँमा त बाघ पनि आउने स्याल पनि आउने यत्रो छ त्यो। हेट कसको कुखुरा हो खाइरहेछ। त्यो गाउँतिर यस्तै हो, स्यालहरू आउने होइन पुरै कुखुरा खाने हिँड्ने छ। त्यो भने गाह्रो छ कुखुरा पाल्न पनि। The next day. अब चाहिँ हामी यता जन्ती जान लागेको छ। अब यहाँ हामी चाहिँ कति धेरै छैन, 6जना छ यहाँ, भान्जा र छोराहरू छ। यहाँ पुण्डे यहाँ पुण्डे छ सुतिरह यहाँ चौतारामा। अरे जानला गाडी आउँदैछ अरे, गाडीमा जाउँ कस्तो हुन्छ। यहाँ चाहिँ छ हामी गाउँमा आइपुग्यो। यता हातै चाहिँ हेल्प पोस्ट हस्पिटल बन्दैछ, त्यही भएर यहाँ फोटो खिच्दैछन्। यहाँ छन् पुण्डे रोडमै बसिरह गाडी आउँछ होला अहिले। त्यही भएर यो चाहिँ हस्पिटल बन्द रहेछ जोस्। अहिले चाहिँ माथि ट्रस हालेर रहेछ अनि रङ लगाएको रहेछ, पुरै फिनिसिङ चाहिँ भएन। त्यही भएर अब यस्तै छ बाटो चाहिँ, यस्तो ढलान बाटो छ गोरेटोमा। जोस् गोरेटो बाटोतिर ढलान गरेर रहेछन्, जस त्यो पनि राम्रै हो। अझ यहाँ
जन्ती जानलाको घरबाट चाहिँ निस्किन लाग्यो। अब आइपुग्यो यता, त्यही भएर ठिकै छ र राम्रो सुगा रहेछ त ट्रेनै। यो चाहिँ अब हाम्रो तारकेश्वर गाउँपालिकाभित्र रहेको हस्पिटल हो। यो चाहिँ एकदम ठुलो छ। भित्र गएर चाहिँ म देखाउन सक्दिनँ, बाहिरबाट चाहिँ यसो देखाइरहेको छु होइन। त्यही भएर मैले उता जानुपर्छ, त्यही भएर यहाँबाट अलिकति देखाइदिए हो गाइज। हेर्नुहोस् कस्तो छ, जोस् बबाल छ, बबाल दामी। अब चाहिँ घरबाट निस्किन लाग्यो हामी, जन्तीहरू हेऱ्यो होइन, टिकट लगाएर जान्ला अब त्यहाँ जाऊँ। आसो अर्को सामान मोबाइल नादो से एक होला। अब चाहिँ हामी गाडी चढेर जान लागेको छु। यताबाट सबैजना चढिरहेछ, अब कोही आउँदैछन्, बिस्तारै जाँदै गर्छ। दुईटा गाडी छ। यो चाहिँ हाम्रो अब गाडीभित्रको माहौल यस्तो छ। बाहिर धुलो छ, धुलो उडिरह, धुलो अब खाँदै गाडीमा गइरहेछ। मान्छे प्याक छ होइन, यतातिर छ मान्छेहरू टन्नै। अब पुग्नुपर्ने गाउँ चाहिँ यही हो। अब हामी पुग्न लागिसक्यो, 5-6 मिनटमा पुगिहाल्छ क्यारे। गएर त्यहाँ के हुन्छ हेर्नुपर्छ। त जोस् रमाइलो छ गाडीमा। यता आउँदैछ पाउडा पुरै धुलो धुलो। आयो जन्ती यताबाट। अगाडि टोली गाउँमा बे हुँदैछ, बे बोझ वर्तमानमा पनि अब यता भोट माग्दै आउँदैछ। यहाँ हेर, यहाँ त गेटमा छ। अब यता 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 आइरह
र को रहेछ देवकी पौडेल ऊर्जा मन्त्रीबाट रहेछ भने आगोन ज्ञानेन्द्र प्रकाशले दौडाइरहेछ ट्याक्का लगाएर पार्दैछन् ट्याक्का लगाएर क्षेत्र नम्बर 2 भाइ हेरिदिनु त के हुन्छ र मेरो हात पनि परिसक्यो यहाँ ट्याक्का लगाएर ऊर्जा मन्त्री परिसक्यो यहाँ के गरेछ यो ऊर्जा मन्त्रीबाट आएछ यो चाहिँ गुलमान किसिन हाम्रो गाउँतिर भोट माग्न आइरहेछ त्यही भएर हाल यस्तो यो खै टाइम गेटबाट छिर्दै खता लाउँदै त हसो आयो हसो आयो यार राम्रो राम्रो घरमा खाता लगाएर भित्र छिरिसक्यो यता बहिनीहरू मान्छेहरू चट्टन्नै गुलियो चोले त्यहाँ के